हेलो हेलो गाइज। आज मिति 2082 साल मङ्सिर 13 गते शनिबारको दिन चाहिँ हामी भिजिट भ्रमण यस सोलुखुम्बु जिल्लाको 4000 माथि प्लस हाइटमा पिके जान लागिरहेको छौँ र आजको बिहान चाहिँ अब 1 बजे लागिरहेको छ। अहिले 12:44-45 भइरहेको छ। हामी उठ्ने तयारीमा छौँ। हाम्रो पहिलोचोटि भ्रमण र कति समय लाग्छ अब हामी उठ्ने तयारीमा। 4 डिग्री जतिको तापक्रम छ, तर पनि आफूलाई जानु छ। साथी तयारी भएर आइसक्नु भएको छ। अब हाम्रो चाहिँ एकदम झोलाहरू प्याक भइसकेको छ, एक दिनको चाहिँ भ्रमण भएकोले। अब हिँड्ने यात्रामा छौँ। हामी बाइकबाट हिँड्नेछौँ। सल्लेरीबाट हामी 1:30 बजेको बिहानमा हिँडेका छौँ। त्यतिखेर 1:30 भइसकेको छ। अब हामी सल्लेरी बजारबाट 2 किलोमिटर अगाडि आवा डाँडाबाट हिँडेपछि हामी अब यहाँबाट यो 0 पोइन्टबाट चाहिँ फेरि अब लेफ्ट राइटपट्टि लाग्नेछौँ। हामी सहकारी अब यो तामाखानी जाने बाटोपट्टि हो, तामाखानी भन्ने गाइजहरू। हामी चाहिँ अब भर्खरै सल्लेरीबाट चाहिँ 5 किलोमिटर आइसकेका छौँ र तामाखानी कहाँ पुग्नुभन्दा अगाडि खोला चोलु खोलाको पुल 25 मिटर लामो यो हाइड्रो पावर भएको ठाउँमा पुगेको छौँ। हामी त्यो पिके हिँडिरहेको हौँ। तपाईँहरूलाई हामी अपडेट गराइरहेका छौँ। बाटो यस्तै छ। हामीलाई चाहिँ बाइकमा हामी हिँडिरहेका छौँ। बाटो यस्तो खराब भयो पनि अब हिँडिरहेको छौँ। हामी यसलाई चाहिँ चोलु खोला तरेर जाँदा तामाखानी पुग्न लागिरहेका छौँ। हामी चाहिँ 8 किलोमिटर सल्लेरी आवा डाँडाबाट हिँडेपछि लगभग हामी 20देखि 22 मिनटमा चाहिँ हामी तामाखानी आइपुगेको छौँ। यो परदेखि गरेको तामाखानी हो। क्या खाप्रे भन्ने ठाउँमा आइपुग्यौँ हामी। पिके जाने क्रममा चाहिँ हामी ठ्याक्क यहाँ चाहिँ 15 किलोमिटर रहेछ। हामीलाई यहाँ आइपुग्नु चाहिँ ठ्याक्कै 1 घन्टा लागेको छ। हामी चाहिँ 1:30मा हिँडेको हो अनि चाहिँ 2:30मा चाहिँ हामी खाप्रे 0 किलोमिटरमा आइपुग्छौँ। अब हामी बाइक यहीँ राखेर हाम्रो यात्रा सुरु हुनेछ। छाप्रे आइपुग्यौँ हामी। अब छाप्रेबाट पिके जाने बाटो चाहिँ यहाँबाट यस्तो रहेको छ। जसमा नि भन्ज्याङ हुँदै हामी आइपुगेका छौँ। अब हामीले चाहिँ यहाँसम्म चाहिँ बाइकमा आएको हो। बाइकहरू चाहिँ अब हामीले यहाँ राखेका छौँ। राखेर अब हामी यो बाटो हिँड्नेछौँ। अहिले चाहिँ अब राति नै छ, 3 बज्न 2:45 मात्रै हुँदैछ भर्खर। हामी चाहिँ हिँड्न लागिरहेछौँ उकालो बाटो, तर पुरै यहाँनिर चाहिँ तुषारहरू झरेर पुरै बाटोहरू यस्तो छ। यहाँबाट चाहिँ हामी यो छाप्रेबाट चाहिँ 2:48-49 मिनट 85 मिनट गइसकेको छ। अब कति मिनटमा जसमा नै भन्ने पुग्छौँ। पुरै बाटो चाहिँ अब यस्तो छ। हामी चाहिँ छाप्रेबाट अहिले 2:49मा हिँडेको भने अहिले चाहिँ 4:30 भनेको लगभग 50 मिनटमा चाहिँ हामी यो ठाउँमा जङ्गलमा आइपुगेका छौँ। अहिले चाहिँ यसो 1 घन्टामा त हामी माथि पुग्ने रहेछौँ। यो प्लास्टिक चाहिँ नखानु है। अब अँध्यारै छ, राति नै छ। रुखहरू अलिअलि देखिँदैछन्, केही देखिँदैन। जसमा नि भन्ज्याङ होटलहरू भएको ठाउँमा सल्लेरी बजार सोलु सदरमुकाम केही मात्र देखिन्छ अवशेषको रूपमा बत्तीको उज्यालो। हामी चाहिँ अब जसमा नै भन्ज्याङ लगभग यो पिकेको बेस क्याम्प एरियामा आइपुग्छौँ। पिके याक लुड चाहिँ रिसोर्ट चाहिँ यहाँ रहेको छ। जसमा नै भन्ज्याङ हुनुपर्छ बेस क्याम्प। हाम्रो टिम चाहिँ 4 जना, म साइड चाहिँ 4 जना हो। यो जसमा नै भन्ज्याङ बेस क्याम्पबाट हामी उकालो लाग्दैछौँ। हामी तामाखानीको छाप्रे भन्ने ठाउँबाट चाहिँ बाइक आइसक्नु पछाडि चाहिँ हामी 2:49 मिनटमा तल हिँडेको भने यहाँ अहिले 4:10 आइपुगेका छौँ। यहाँ चाहिँ यस्तो कुराहरू पनि लेखिएको रहेछन्। गुराँसको काँचो रुखहरू बिरुवाहरू काट्न भाँच्न टिप्न नपाइने अनि सुनपातीको विषयमा पनि लेखिएको रहेछन्। हाम्रो टिम त्यसरी आइरहेका छौँ। तल छाप्रेबाट चाहिँ यहाँ आइपुग्नको लागि हामीलाई 1 घन्टा लगभग 20 मिनट जति लागेको छ। यो बेस क्याम्प आइपुग्ने पिके बेस क्याम्प।
एकदम हावा आएर चिसो चिसो हावा आइरहेको छ एकदम चाहिँ फ्रेस बनाइरहेको छ 1:30मा हिँडेको हामी सल्लेरीबाट यहाँ आइपुग्न चाहिँ हामीलाई लगभग 3.5 घन्टा लाग्यो अघिसम्मको भिडियोमा हामीले जसमा नै भन्ज्याङलाई उकालोको एरियामा भेट्थ्यौँ भने अब पिकेलाई मात्रै भेट्दैछौँ जसमा नै भन्ज्याङ यो पिके बेस क्याम्पबाट हामी लगभग 800-900 मिटर माथि आइसकेका छौँ यसरी सिडीहरू बनाएका छन् र हामी चाहिँ सल्लेरी अब डाँडाबाट चाहिँ बिहान 1 बजेर 1:30मा हिँडेको हो र हामी त्यहाँबाट 1 घन्टा चाहिँ बाइकमा छाप्रे भन्नेसम्ममा बाइकमा आयौँ र बाइक र गाडीमा जेमा आए पनि 1 घन्टामा आइपुग्ने रहेछौँ त्यहाँबाट चाहिँ हामी बाइकलाई त्यहीँ राखेर छाप्रे भन्ने ठाउँमा राखेर उकालो हिँडेर 1 घन्टा 15 मिनटमा चाहिँ हामी यो पिके बेस क्याम्प आइपुग्यौँ र यहाँबाट हामी उकालो लागिरहेका छौँ अब पिके उकालो लागिरहेका छौँ यो सिडीको बाटोमा अलिक चिसो छ बिहान कहिले पनि अब 6 बजेतिर उठ्ने मान्छेलाई आज 1 बजे उठेर हिँड्न अलिकति चाहिँ चिसो भइरहेको छ अलिक चिसोले चाहिँ यस्तरी हानिरहेको छ अलिक दाहिने हावा चलेकोले यसो हेरिदिइरहेका छौँ पिके बेस क्याम्पबाट हामी अलिकति केही मास्तिर हिँडिरहेको छौँ लगभग त्यहाँबाट हामी 15-20 मिनट माथि हिँडिसकेका छौँ यहाँ चाहिँ अब अलिकति हावा धेरै चलिरहेको छ यो रुखहरू एकदमै हावाहरू चलिरहेको छ बाटोमा आइरहेको छौँ धेरै नै हावा चलिरहेको छ हामी जाँदैछौँ बेस क्याम्प हामी चाहिँ त्यहाँबाट 20 मिनट जति हिँडेको छौँ अहिले चाहिँ 4 बजेर लगभग 42-43 मिनट गइसकेको छ हामी जाने क्रम जारी छ हाम्रो टिम चाहिँ 4 जनाको छ उहाँहरू 3 जना हुनुहुन्छ हाम्रा उषा मिस टिका सर र हाम्रो अमृत पौडेल भाइ र म यसरी बढिरहेको छौँ अहिले चाहिँ बिहानै अहिले 5 बजेर 15 मिनट जति गइसकेको छ अहिले चाहिँ हावा अलिक धेरै आइरहेको हुनाले अहिले अलिक उज्यालो भएपछि मात्रै हिँडेर हामी यो पिकको अलिकति यो ओल्ला साइड डाँडोमा छौँ यदेखि गरेका केही पाडाहरू चाहिँ यो पिके गाउँपालिकाका गोलीहरू हुन् र हामी चाहिँ यतिखेर हामी 2 जना चाहिँ यहाँनिर एकदम चिसो हावाले हानिरहेको छ हामी 2 जनालाई चाहिँ अनि हावाको बेगमा बसिरहेको छौँ हामीलाई चाहिँ यहाँ पिके आइपुग्न चाहिँ हामी 1 बजेर 1:30मा हिँडेको भने यहाँ आइपुग्दा हामी 5 बज्यो भनेपछि हामीलाई 4.5 घन्टामा चाहिँ हामी लगभग पिकेको पिकमै आइपुगेको छौँ तर अहिले हामी पिकमै चाहिँ पुगेको छैन किनभने त्यहाँ हावा धेरै आइरहेको हुनाले अहिले उज्यालो भएपछि जाने भनेर चाहिँ हामी बसिरहेको छौँ हामी 1 घन्टा चाहिँ बाइकमा छाप्रेसम्म आएको हो सल्लेरीबाट त्यस पछाडि चाहिँ हामी यहाँ हिँड्दै निस्किँदाखेरिमा तलबाट हामी 2 बजेर 50 मिनटमा तलबाट हामी छाप्रेबाट हिँडेको भने यहाँनिर 5 बजे ठ्याक्क आइपुगेका छौँ पिके डाँडामा त्यहाँ छाप्रेबाट चाहिँ हामीलाई यहाँ आइपुग्नका लागि लगभग 2 घन्टा लगभग 20 मिनटमा चाहिँ हामी पिके नै आइपुगेका छौँ छाप्रेबाट पिके डाँडा आइपुगेका छौँ पिके डाँडाका केवल डाँडामा चाहिँ छौँ अब यहाँबाट चाहिँ घाम निस्किन लागिरहेको देखिरहेको छ यो देखेको यो झिलिमिली सल्लेरी बजार हो यहाँनिर मकालु हिमालहरू पनि देखिरहेको छ देखिरहेको छ हामी चाहिँ ठ्याक्कै यहाँनिर 1:30 बजे सल्लेरीबाट हिँडेको भने यता चाहिँ अहिले 5:30 हुन लागिसकेको छ हामी चाहिँ लगभग 4 घन्टामा चाहिँ पिके नै आइपुगेको छौँ हामी चाहिँ पिके डाँडा आइरहेको छौँ हामी चाहिँ पूर्वबाट मकाल हिमालको रेन्जहरू अहिले देखिन थालेको छ अलिक दिन उज्यालो भइसकेको छैन अहिले हामी 5:30 बजे चाहिँ यहाँ आइपुगिसकेका छौँ हाम्रो जम्बो टिम भने पनि स्याल टिम भने पनि जुनै विराट टिम भने पनि हामी चाहिँ यति छौँ अहिले चाहिँ हामी यसरी यो पिके डाँडामा आइसकेका छौँ हिमालहरू चाहिँ अहिले खुलिसकेको छन् घाम उदाउन लागिरहेको छ गाइजहरू 5:30 मिठो धेरै मद्दत गरिरहेको छ मजा फ्रेस हावा आइरहेको छ हावाले धेरै मद्दत गरिरहेको छ
हेलो पिके डाँडा हामी आइसकेको छौँ। सनराइज भ्यू यहाँ हिमालहरू रहेछ नि। नम्बर हिमालमा चाहिँ देखिसकेका छ, माउन्टेन एभरेस्ट पनि देखिसकेका छ। मेरा पिकहरू हिमालहरू देखिरहेको छ। पिके डाँडा आइसकेको छौँ। पिके डाँडा पिके डाँडा आइपुगेको छ। हामी सुललिबाट 1:30 हिँडेको यहाँ आइपुग्दा अहिले 6 बजेर अहिले भर्खर 20 मिनट 26 भइसकेको छ र हामी अब 26मा यहाँ आइपुगेको छौँ। यो चाहिँ पिके डाँडा भ्यू। सनराइज अब घाम उदाएको हेर्न कहिले स्थिति छन् र हिमाल खुलिसकेको छ यसरी। र यो चाहिँ जाँदाखेरि चाहिँ यहाँनिर घाम निस्किएर चाहिँ पिके डाँडामा चाहिँ म पिके डाँडाबाट चाहिँ हेरिरहेको छु। घाम यस्तरी आइरहेको छ। एकदमै हावा चलिरहेको छ। घाम आयो, घाम देखिरहेको छ। घाम पिके डाँडाबाट देखिरहेको छ। बस घाम आइरहेको छ यसरी टररररर। केबाट चाहिँ हामी हिँडेको यहाँनिर चाहिँ 1 घन्टा 15 मिनट हामी आइपुगेको छौँ। यहाँनिर छ जसमाने भन्ज्याङकै रिसोर्ट हुँदै यो जङ्गलमा आइपुगेका छौँ। यसरी चाहिँ टक्क यसरी हिँडिरहेको छौँ। अब हामी यहाँ आधी घन्टा जतिमा चाहिँ तल छाप्रे पुग्नेछौँ। हिँडिरहेको छ। जस विद्युतको लाइन चाहिँ पुर्याएको रहेछ यो जसमाने भन्ज्याङसम्म। त्यहाँनिर 5-6 घर चाहिँ घरहरू रहेछन्, होटल रिसोर्टहरू। ठाउँमा यसरी खाने पानीको व्यवस्था पनि रहेछ। तीव्र गतिमा हामी चाहिँ फर्किरहेको छौँ। यो जसमाने र छाप्रेको जङ्गलमा चाहिँ एकदम लागिरहेको छौँ। भयङ्करै जङ्गलहरू रहेछ। सल्लाहको जङ्गल, गुराँसको जङ्गलहरू भयो। यहाँ चाहिँ कपाल रुख रहेछ हाम्रो सरले भन्नुभएको यही। तर उहाँहरूको कपाल रुख, उहाँहरू पनि कपालै हुनुहुन्छ, त्यही भएर रुख पनि कपाल नै देख्नु भएको छ उहाँले। यसरी पोलबाट चाहिँ नाङ्गो तार रहितको लाइन यसरी ल्याइएको रहेछ। एकजना गाइड चाहिँ वहाँनिर सर चाहिँ अगाडि यहाँ हामी चाहिँ सब 3जना भेला भइसक्यो। यहाँ जाँदैछौँ।
छाप्री ठ्याक्क बाइक राखेको ठाउँ चाहिँ अब पुगेको छौँ। 2 घन्टामा ठ्याक्क माथि पिकी डाँडादेखि। बाइकको अवस्था एकदम ठिकै छ, जसरी राखेको त्यसरी नै छ। हामीले जाँदा 4 घन्टा 55 मिनट लागे पनि झर्दा चाहिँ ठ्याक्क 2 घन्टामा हामी आइपुगेका छौँ। अब हामी यहाँबाट यो बाटो हुँदै फर्किनेछौँ। सल्लेरी चाहिँ उहाँ लोदिङ हुँदै तामाखानी हुँदै यसरी जानेछौँ। ल अब चाहिँ सल्लेरी बजार आइपुग्यो। अहिले चाहिँ ठ्याक्कै हाम्रो घडीमा चाहिँ 1:30 हुन लागेको छ। हामी 1:30 बजे हिँडेको, ठ्याक्क 12 घन्टामा चाहिँ ठ्याक्कै सल्लेरी बजार नै आइपुग्यो। हस्, थ्याङ्क यू।